ओके, यो क्वेसनमा यो इज इक्वल टु यति प्रुभ गर्नुपर्ने छ हैन। सुरुमा हामी लियौँ एलएचएस। C0 प्लस 2C1 प्लस 3C2 प्लस डट 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 गरेर n प्लस 1 Cn भयो। अब के गरौँ भने C0 प्लस यसलाई ब्रेक डाउन गरौँ है त। C1 प्लस C1 हुन्छ प्लस यो भनेको C2 प्लस 2C2 हुन्छ। यसरी नै डट 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 गरेर ब्र्याकेट ओपन गरौँ NCN प्लस Cn हुन्छ हैन त। अब यसरी नै अब यसलाई हामी के गरौँ भन्दा छुट्याइदिउँ क्या, यसलाई सेपरेट गरिदिउँ। कसरी सेपरेट हुन्छ भन्दाखेरि जस्तो कि मैले C0 प्लस C1 प्लस यसरी C0 प्लस C1 प्लस C2 प्लस Cn यसरी C2 प्लस डट डट गरेर Cn यो एउटा सिरिज जस्तो क्या, मिल्नु पर्यो नि त। अनि त्यसपछि प्लस अब एउटा भनेको एउटा C1 रहेको छ है, C1 प्लस 2C2 प्लस अब 3C3 होला हैन। अब यसै गर्दै जाँदाखेरि 3C4 के अरे 4C4 होला हो, यसरी बढ्दै जान्छ प्लस यो NCN भएको यतिकै भयो है। त्यसपछि अब जुन हाम्रो फर्मुलामा जाँदा पनि हुन्छ सिधै फर्मुलामा, जस्तै यहाँ रौँ 1 प्लस 1 को पावर n भयो भने के हुन्छ C0 C1 C2 गर्दै Cn सम्म हुन्छ। एकछिनको लागि n बिर्सिदिने हो भने C0 C1 C2 हुन्छ है। हो यसरी नै गर्ने हो भने हाम्रो के हो भन्दाखेरि 2 को पावर n हुन्छ हो। यो भनेको 2 को पावर n हुन्छ यति भनेको यो ब्र्याकेटवाला है। प्लस अब त्यसपछि हाम्रो अब यसको के हुन्छ अब हेरौँ है त। यसको चाहिँ विचार गरौँ त। C1 भनेपछि ओके C1 भनेको NC1 हो, यसरी बुझौँ न। C1 भनेको NC1 हो, यसको भ्यालु कति हुन्छ n हुन्छ। त्यसपछि 2C2 2 इन्टु C2 भनेको NC2 हो, NC2 यो जुन हिजो पनि गरेको थिएँ मैले, योभन्दा अगाडिको भिडियोमा पनि छ। C2 को भ्यालु कति हुन्छ भने n-1 बाई n-1 बाई 2 फ्याक्टोरियल यसरी हुन्छ नि त। n-1 n बाई 2 फ्याक्टोरियल यसरी नै गर्दै जाँदाखेरि प्लस डट 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 n इन्टु Cn को भ्यालु कति हुन्छ भन्दाखेरि n हुन्छ हैन त, सरी 1 हुन्छ हैन। ओके त्यसपछि 2 को पावर n प्लस अब यहाँ 2 n कमन तान्दिउँ है त। n कमन तान्दाखेरि के भयो भन्दाखेरि यहाँ 1, अब यसमा 2 मा 2 काट्यो भनेपछि एउटा रह्यो 1 फ्याक्टोरियल रह्यो है। n-1 बाई 1 फ्याक्टोरियल प्लस डट गरेर यहाँ पनि 1 आयो है। अब यो 1 लाई पनि हामी के गर्न सक्छौँ n-1 वाला केस बनाउन सक्छौँ नि त। जस्तै कस्तो भने मैले चाहेँ भने अब यसलाई म कसरी गर्न सक्छु, एकछिन रफ यहाँबाट रफ गरौँ है त, सानो रफ। कस्तो भन्दाखेरि कम्बिनेसन n-1 0 छ भने के हुन्छ त भन्ने कुरा बुझौँ है त। जस्तै n-1 को फ्याक्टोरियल बाई n-1 माइनस 0 फ्याक्टोरियल बाई 0 फ्याक्टोरियल यसरी हुन्छ। यो भनेको त सेम हुन्छ, यो रहेको काटिन्छ भने 0 फ्याक्टोरियल 1 हो। भनेपछि n-1 C0 गर्दा पनि कति हुन्छ 1 नै हुन्छ, त्यही भएर n-1 वाला बनाइदिउँ त, त्यो फर्मेट मिलाइदिउँ है। त्यसपछि अर्को भनेको यो के हुन्छ त हेरौँ अब है। जस्तै n-1 C1 भयो भने के हुन्छ त भन्दाखेरि त्यसको हुने यही हो भनेपछि यसरी नै बढ्दै गएर n-1 C n-1 यो हुन सक्छ है त। किनकि n-1 भयो भने 1 नै आउने हो।
भनेपछि अब यो हाम्रो एउटा फर्मेटमा जाने भयो क्या। कुन फर्मेटमा जान्छ अब यहाँ हेरौँ है त। जस्तै ल n-1 c 0 n-1 c 1 गर्दै गर्दै n-1 भनेको हाम्रो यो फर्मेटमा गयो है। यो फर्मेटमा गयो भनेपछि के हुने भयो, 2 को पावर n त भइहाल्यो अनि n इन्टु यो भनेको के त 1 + 1 को पावरमा n-1 यसरी। टू को पावर n-1। अब मलाई यहाँ 2 को पावर n-1 निकाल्नु पर्ने छ कमन तानेर। भनेपछि अब म के गर्छु भने 2 को पावर n यसमा म के थप्छु -1 + 1 गरेर थप्न सक्छु यसमा हैन। हेरौँ यो हल्का लोजिक लाउनु पर्छ है यसमा चाहिँ। 2 को पावर n-1 इन्टु 2 को पावर 1 यो गर्यो भने पनि यसलाई ब्रेकडाउन गरियो हैन। बेस र बेस मिल्यो, पावर पावर जोड्न मिल्छ भने जस्तै यो त यसरी ब्रेकडाउन गर्न मिल्यो नि त। 2 को पावर n-1 कमन तान्दिँदाखेरि यहाँ रह्यो 2, यहाँ रह्यो n। ओके, लेट्स अरेन्ज इट। n + 2 टाइम्स 2n-1 therefore LHS equal to RHS proved। ल यसमा केही हातिनु पर्ने केही पनि छैन क्या, सजिलो छ। ल थ्याङ्क यू।